मामा ध्यान गर ठुलो छ मा खर्रे हो के खर्रे हो कोही नि बात यसले त सक्नु सकिँदैन हातले छोप्दैन छोप्ने काई माझले भित्र लिएछ डन्डाले समुद्रमा ओ ओए रस्सी बेची रस्सीको जुगाड गरेर बरु मामाका कम्मरतिर बान्नु पर्ला भनेची हड्डी घाटीमा फसाइदियो तिमी हामी माथि घाटी समुद्र हामी समाज छौ त्यो हैन इले समाते डाइरेक्ट हड्डी हड्डी माथि दिदैछ यो खतरा हो रस्सी चाहियो अरे मामा यो छुटा रस्सी रोको रोको जुगाड सापी हेर गाइस हाम्रो मामाहरु सबत नहुना त्यति माथि हान्न सक्छु दाइयो हान्छ बस्या छ दाइ यार के छ बस अघि देखि आउँदा छ जिस्काउँदा चाहिँ त्यतिला भाग्ने छैन कि यार दाइ यार भेट्यो अरे यार यसको सास मलाई लाग्न लाग्छ यो सापको सास फुल्न लाग्छ क्या ओ के खाएर बसेछ क्या मामा यो आउ मामा पुछु नाइ नाइ त्यनिर नजा अहिले लो लो ए फस्क्यो समा ओपी ओपे ए हिँड पछाडि हिँड लो ओ माय गॉड 10 फुट भन्दा माथि छ मामाले गाइस यता भिडियो चालु छ रुक किन खाने छ कि त उहाँ पुरा बोल्ने सुन्नु भयो थाकिसकेको छ मामा यो थाहा छ यो साँप त्यो बसी बड्डो हो यो ओपे गाइस मामाले निकाल्यो ल कति लामो यो आपो नि लास्ट लामो छ ओ माय गॉड गाइस रुको ठोक्दैन मामालाई कति लामो छ यो यसको उ लाग्यो के काट्छले यसको हैन धेरै दिन बस्दाखेरि यस्तो भयो के यो धेरै टाइम बस्दाखेरि अर्जुन जति मैले भने नि त यो काई अटिया थियो सर किल्लामा जस्तो लाग्यो यो टटमन्डी घुसेको छ क्या यसको त्यस्तै लाग्यो हजुर सम्म चाहिँ खासै मान्छेलाई चाहिँ अट्याक चाहिँ गरेको छैन यो चाहिँ हाम्रो टिकापुर साथको यसको यसले चाहिँ उ दिन्छ यो कस्तो फुक्छ हेर न यसको आवाज चाहिँ यसले चाहिँ वार्निङ दिएको हो यो चाहिँ हैन यो चाहिँ वार्निङ दिएको हो खासै तर यो भाइ त छ के नत्र त अहिले कति झट्टा हानेको छ अस्तिको त यति नजिक आएको सुई हानेको यसले चाहिँ वार्निङ दिन लाग्छ यो चाहिँ यसको चाहिँ यो चाहिँ वार्निङ दिँदाखेरि चाहिँ यसले आवाज निकाल्छ यो बुढो पनि भइसकेको छ पानीमा अलिक आइसकिन्छ आवाज सुन्न सक्नुहुन्छ यसको हैन यसले लपटा यसले एक्चुअली बेडिसक्यो दाइ त सक्यो फेरि हामी छुटाउन सक्दैन यसले विचार गरेको त बेडेर हैन यो त पुरा त्यो भाँच्छ यसले यो चाहिँ तपाईले आवाज सुन्न सक्नुहुन्छ यो चाहिँ वार्निङ हो यो चाहिँ नचल भन्न खोजे अहिले चाहिँ यसले चाहिँ अट्याक हान्छ हैन त्यस्तो त्यो अस्तिको माले भयङ्कर छिटो थियो सुई आउँछ यसको चाहिँ विष लाग्दैन यो चाहिँ हाम्रो ग्राउन्डतिर पनि भइरहेको हुन्छ भाइले चाहिँ लगभग अहिलेसम्म कतिवटा गरिसक्यो यस्तो ल अब यसलाई चाहिँ हामीले छोडेका छौँ हस् त धन्यवाद अनि विजय भाइलाई पनि म एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छु यस राम्रो कार्य गरेकोमा